कर प्रस्ताव बाहेकको छलफल गर्दैछौँ। यहाँ सम्बन्धित मन्त्रालय यो सिद्धान्त र प्राथमिकता सम्बन्धी विधेयक प्रस्तुत गर्ने माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यू हुनुहुन्न। त्यसैले उहाँको उपस्थिति भएपछि हामीले यो छलफललाई अगाडि बढाउनु पर्छ र वास्तवमा हाम्रो देशको अहिलेको जो अवस्था छ, हामी आर्थिक रूपमा जसरी पछाडि परेका छौँ, सरकारले अर्थनीतिलाई चाहिँ अगाडि बढाउने कुरा जो राष्ट्र बैंकसँग सम्बन्धित छ त्यो यत्रो लामो समयसम्म नियम उल्लङ्घन गरेको छ। राष्ट्र बैंक ऐन पनि उल्लङ्घन गर्ने, अब यहाँको सदनको नियमावली पनि उल्लङ्घन गर्ने, अनि त्यसपछि हामीले यो सदनलाई अगाडि कसरी बढाइरहन सक्छौँ? सम्मान्यज्यू, म फेरि पनि अर्थमन्त्री माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको उपस्थिति भएपछि मात्रै यो छलफललाई अगाडि बढाइयोस्। यो हाम्रो नियमावलीको 6 को उपदफा 5 लाई पालन गरियोस् भनेर आग्रह गर्दछु। धन्यवाद।